नमस्कार, मेरा सम्पूर्ण आदरणीय मनमुटुहरूमा मिठो अभिवादन। यो दृश्य हो नेपाली चलचित्र गौँथली हेर्न जाँदाको हलभित्र र बाहिरको माहौल। जब हलभित्र पसेर गौँथली चलचित्र हेरे तब मैले यो सिनेमालाई यसरी सम्झे। जुन दर्शक महानुभावहरूले यो फिल्म हेर्न पाउनु भएको छैन उहाँहरूको लागि यो भिडियो विशेष हुनेवाला छ। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। कथा यहाँबाट सुरु हुन्छ। सानै उमेर, काँचो उमेर, हातमा समात्नु पर्ने कलम र किताबको सट्टा गौँथलीको सिन्धुमा अन्जानमै सिन्दुर भरिदियो। उनीभित्र त पढेर आफ्नो भविष्य आफै कोर्ने ठूलो सपना थियो, तर समाज र घर परिवारले ती नाबालक सपनाहरूलाई कहिल्यै बुझ्न सकेनन्। नदेखेको, नजानेको र अलिकति लट्ठ्याउ र स्वभाव भएको ठूलो भन्ने केटासँग उनको लगनगाँठो बाँधिदिए। बिहेपछि गौँथलीका लागि जीवन एउटा कठिन परीक्षा बन्यो। जन्मघर छाडेर आएकी उनले कर्मघरमा बिहानदेखि बेलुकीसम्म घरको सम्पूर्ण धन्दा एक्लै सम्हाल्नु पर्थ्यो। पर सर्दा गोठको चिसो र अँध्यारो कुनामा सुत्नु पर्ने उही पुरानो कुरीतिको साङ्लोले उनलाई बाँधिरह्यो। तर यत्रो दुःखका बीच पनि उनको पढ्ने तृष्णा भने मरेको थिएन। घाँस काट्न जाँदा होस् वा गोठालो जाँदा उनी लुकीछिपी किताबका पानाहरू पल्टाउँथिन्। सासूको कचकच र घरको काम कसले गर्छ भन्ने टोकाइका बीच पनि उनले आफ्नो पढाइलाई मर्न दिएनन्। उनको श्रीमान ठुले अबोज थियो, आफ्नै जिद्दीमा अडेर बस्ने। सुरुमा गौँथलीले उसको तर्फबाट कहिल्यै गतिलो साथ पाइनन्। साथीहरूले जिस्क्याउँदासम्म नबोल्ने श्रीमानलाई हेरेर गौँथली भक्कानिँदै भन्थिन्, सबै नाता त्यागेर आएकी म तिम्रै घरमा सुरक्षित छैन भने म कहाँ जाउँ। सङ्घर्षकै बीच कक्षा 9 को परीक्षा नजिकियो। सबै साथीहरू ड्रेसमा परीक्षा दिन जाँदा गौँथली भने घरकी बुहारी भएकाले गुन्ने चुलेमै सुटुक्क परीक्षा हल पुगिन्। यो कुरा घरमा ठुलेलाई बाहेक कसैलाई थाहा थिएनन्। तर त्यही दिन बाख्रा चराउन गएको ठुले रुखबाट खस्यो। घटनाको कारक पढाइलाई ठान्दै आक्रोशित सासूले गौँथलीका सम्पूर्ण किताब र कापीहरू निर्दयतापूर्वक च्यातिदिन्। केही समयपछि गौँथलीको कुखमा सानो जीवन हुर्किन थाल्यो। यो खबरले दुवैलाई खुसी बनायो। बच्चा पेटमा हुँदा एसएलसी परीक्षा झन् नजिकै थियो। 3 महिनाको गर्भवती हुँदा गौँथली माइती घर पुगिन्। आमाले सोध्नुभयो, ज्वाइँ र सासू ससुरा कति राम्रा पाएकी छौ, खुसी त छेस्ने छोरी। आफ्नो मुटुभित्र खिल बनेर गढेको पीडा र आँसुलाई मुस्कानले ढाक्दै उनले भनिन्, आमा म धेरै खुसी छु। यो संवाद लुकेर सुनेको ठुलेको मन पग्लियो। उसले बुझ्यो गौँथलीले आफ्नो घरको अत्याचार सहदा पनि माइतीमा घरको इज्जत जोगाएकी छिन्। ठुलेले गौँथलीलाई उतै बसेर पढ्न प्रोत्साहन गर्दै एसएलसी को नयाँ किताबहरू समेत किनेर ल्याइदियो। तर गौँथली आफ्नो कर्तव्य र परिवार सम्झेर पुनः आफ्नै कर्मघरमा फर्किन्छन्। बच्चा पाउने समय नजिकै गर्दा गौँथली बिहानै उठेर पढ्ने गर्थिन्। तर सासूको टोकाइ घट्दैन थियो। यद्यपि ठुले भने अलि बुझ्न थालेको थियो र काममा सघाउ थियो। एक रात गौँथलीलाई तीव्र सुत्केरी बेथाले समात्यो। अत्तालिएको ठुलेले आमासँग अस्पताल लैजाने कुरा गर्दा सासूले भनिन्, हाम्रा पालामा 3-4 वटा बच्चा यस्तै गरी जन्माएका हौ, केही हुँदैनन्। तर गौँथलीको हालत बिग्रदै गएपछि ठुलेले उनलाई राति नै बोकेर वैद्यकमा पुर्यायो। कडा व्यथापछि बच्चा त जन्मियो, तर त्यो जीवित रहेन। पीडाले थलिएकी गौँथलीले आफ्नो मरेको बच्चालाई एक नजर हेर्न मागिन्, तर सासूले दिएनन्। अभागी बुहारी भन्दै सासूको रिसको सीमा रहेन। ठुले आफ्नो मरेको छोरालाई गाड्न गएको मौका पारेर सासूले निर्दयी भन्दै गौँथलीलाई लच्छार पछार पार्दै भिरबाट खसालिदिन्। गाड्ने काम सकेर फर्केको ठुलेले गौँथलीलाई नदेख्दा हस्याङ फस्याङ गर्दै खोज्न थाल्यो। तर आमाले कठोर स्वरमा भनिन्, त्यसलाई बिर्सिदे, त्यो हाम्रो लागि मरी। उता भिरबाट खसेर रगतथाम्मे भएकी गौँथली कुनै न कुनै रूपमा ज्यान बचाउँदै घिस्रिँदै माइती घर पुगिन्। छोरीको त्यो छेद विच्छेद अवस्था देखेर बुवा रिस र पीडाले आगो हुनुभयो। तर समाज अझै निष्ठुरी थियो। बिहे भइसकेकी छोरी माइतीमा धेरै बसी भन्दै गाउँलेले कुरा काट्न थालेपछि गौँथलीले त्यो गाउँ नै छाड्ने निर्णय गरिन्।
उनी सुटुक्क सहरतिर हानिन्। सहरमा न त घाँस थियो न बाँस। काम खोज्दै भौतारिँदा उनी कति पटक बाटोमै लडिन्। उता बुवा छोरी खोज्दै ठुलेको घर पुग्नुभयो, तर त्यहाँ गौँथली थिएनन्। सत्य थाहा पाएपछि ठुले पनि पश्चाताप र मायाको जालमा जल्दै गौँथलीको खोजीमा सहरतिरै लाग्यो। घर परिवारले उसलाई थुनेर राख्ने प्रयास गरे पनि ऊ भाग्यो। सहरमा भोक बोकै भौतारिँदा एउटा होटेलमा खाना त खायो, तर पैसा थिएन। साहु र मानिसहरूले उसलाई लखेटी लखेटी पिटी। पछि भारी बोक्ने काम गरेर कमाएको केही पैसाले खाजा खान ठुले त्यही होटेलमा पुग्यो, जहाँ गौँथलीले भर्खरै भाँडा माझ्ने काम पाएकी थिइन्। तर भाग्यको खेल, दुवैको प्रत्यक्ष भेट हुन सकेन। आफ्नो हकीकत देखेर भौतारिँदै गर्दा गौँथलीले आँसु झार्दै भनिन्, हामी छोरी मान्छेको भाग्य नै कति खोटो हुँदो रहेछ। त्यही क्रममा उनको भेट गाउँकै आदरणीय व्यक्तित्व मदन कृष्ण श्रेष्ठज्यूसँग हुन्छ। मदन दाजुले उनको दुखेसो सुनेपछि सम्झाउँदै भन्नुहुन्छ, गौँथली, भाग्य खोटो हुने होइन, भाग्य त आफ्नै कर्म र अठोटले आफै बनाउने हो। मदन दाजुले गौँथलीका लागि पुनः एसएलसी परीक्षा दिने सम्पूर्ण व्यवस्था मिलाइदिनुहुन्छ। कठिन भन्दा कठिन परिस्थिति, मनमा बच्चा गुमाएको गहिरो घाउ र शरीरमा चोटका निशानहरू हुँदाहुँदै पनि गौँथलीले अहोरात्र मेहनत गरेर परीक्षा दिइन्। नतिजा आउने दिन बन्यो। गौँथलीले परीक्षा मात्र पास गरिनन्, उनी नेपालभरिबाटै महिलातर्फ सर्वोत्कृष्ट नेपाल टप भइन्। यो खबर सहरभरि फैलियो। उता गल्लीमा भारी बोक्दै गरेको ठुलेले पत्रिकाको मुख्य पृष्ठमा गौँथलीको फोटो देख्छ। उसलाई आफ्ना आँखामाथि विश्वास नै भएन। पश्चाताप र खुसीको आँसु खसाल्दै ऊ नतिजा टाँसिएको ठाउँतिर कुद्छ। रिजल्ट हेर्ने ठाउँमा मानिसहरूको बाक्लो भिड थियो। सबैले गौँथलीलाई बधाई दिँदै थाली बजाइरहेका थिए। भिडको माझमा सफलताको शिखरमा उभिएकी गौँथलीलाई ठुलेले देख्छ। गौँथलीको नजर पनि ठुलेमाथि पर्छ। पुराना सम्पूर्ण दुःख, आँसु, सङ्घर्ष र माया एकैपटक छचल्किन्छ। दुवै दौडिएर एकअर्कालाई अँगालो हाल्छन्। अतीतका सबै घाउहरू खुसीको अश्रु धारामा पखालिन्छन्। दुवैजना डाको छोडेर रुन्छन्, तर यो रुवाई पीडाको थिएन। सफलता, न्याय र सुखद पुनर्मिलनको खुसीको रुवाई थियो। त्यसपछि घर पुग्छन् र दुवैको एक अर्काप्रति माया मोह बढ्छ अनि घरको कोठाबाट ठुले निस्केर आई लभ यु गौँथली भन्छ र कथा सकिन्छ। र यसरी नै यो मार्मिक कथा र प्रेरणादायी कथाको सुखद अन्त्य हुन्छ। गौँथली केवल एउटा चलचित्र मात्र होइन, यो नेपाली समाजमा विद्यमान बाल विवाह, छाउपडी र बुहारीमाथि हुने घरेलु हिंसा विरुद्धको दरबिलो आवाज हो। यसले शिक्षा र अठोटले मानिसको भाग्य बदल्न सक्छ भन्ने सन्देश छाडेको छ। भिडियो हेरेर तपाईहरुलाई कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला र मन परेमा लाइक र शेयर गरेर आफ्नो साथीहरुमाझ पुर्याइदिनु होला।